लजिक डिजिटल सिस्टमको नमस्कार। आज मैले तपाईँहरूको लागि हुन देख्न सक्नुहुन्छ एकदम तोप ल्यापटप लिएर आइसकेको छु। एकदम खतरा गेमिङ ल्यापटप। अब के रहेछ ल्यापटप, कस्तो ल्यापटप छ, कति प्राइसमा पाउन सक्नुहुन्छ, अनि एक्सेसरिजहरू के पाउनुहुन्छ, सबै कुरा यो भिडियोमा गर्नेछौँ। त्यही भएर भिडियो लास्टसम्म हेर्नु होला। सुरु चाहिँ गरौँ हामी यो एकदम मजाको ल्यापटपबाट। यहाँ हेर्नुहोस् त, यो ल्यापटप हल्क जस्तो पावरफुल अनि त्यसपछि फ्ल्यास जस्तो स्पिड भएको यो ल्यापटप तपाईँले पाउनुहुन्छ। त्यो पनि AI9 HX370 राइजनको यस्तो पावरफुल प्रोसेसर तपाईँले यसमा पाउनुहुन्छ। कुरै नगरौँ, जेसुकै टास्क एकदम मजाले फ्ल्यास जस्तो स्पिडमा गर्छ यो ल्यापटपले। 16GB को ऱ्याम र 1TB को म्यासिभ स्टोरेज पाउनुहुन्छ, जसमा तपाईँले जेसुकै गेम राख्नुहोस्, जेसुकै फाइलहरू राख्नुहोस्, जति राखे पनि भरिँदैन। 16GB को त्यत्तिकै फास्ट ऱ्यामले प्रोसेसहरू गर्नु पनि एकदम फास्ट हुन्छ। साथै RTX को 4060 8GB को ग्राफिक पाउनुहुन्छ तपाईँले। भनेपछि गेम खेल्न होस्, रेन्डरिङ गर्न होस्, एडिटिङ गर्नलाई ग्राफिक कार्डले एकदम मजाले हाल्छ। त्यो मात्र नजान्नलाई त्यो ग्राफिक कार्डलाई सपोर्ट गर्न 14 इन्चको WQXA 165Hz रिफ्रेश रेट भएको ल्यापटप पाउन सक्नुहुन्छ। स्पेक्स त मैले एकदम कडा भनिहालेँ, देख्दाखेरि त महँगो देख्नुहुन्छ यस ल्यापटप, तर त्यस्तो होइन। यो चाहिँ तपाईँले पाउन सक्नुहुन्छ मात्र 1,96,990। यस 1,96,990 मा तपाईँले पाउन सक्नुहुन्छ। त्यो पनि सबै फ्री एक्सेसरिजको साथमा। एक्सेसरिज के छ त्यो भिडियोको लास्टमा भन्नुहुन्छ, लास्टसम्म भिडियो पक्कै हेर्नु होला। अब यस्तै पावरफुल अर्को ल्यापटप चाहिँ के रहेछ आउनुहोस् जानिहालौँ। अब अर्को मोडल छ हामीसँग यो। अब लोगो देखेपछि मैले नाम भनिराख्नै पर्दैन, एसरको नाइट्रो सिरिज तपाईँले मार्केटभरि पाउन सक्नुहुन्छ। यो ल्यापटप चाहिँ एसरको नाइट्रो V16, जुन चाहिँ अब कुन चाहिँ मोडलमा हो, कुन चाहिँ प्रोसेसर छ, कति प्राइस पर्ने रहेछ आउनुहोस् जानु है त। यसमा चाहिँ तपाईँले पाउन सक्नुहुन्छ AMD को Ryzen 5 240 भन्ने एकदम लेटेस्ट जेनेरेसनको, जुन चाहिँ 15 जेनेरेसनसँग हाम्रो इन्टेलको प्रोसेसरसँग बाँच्दाखेरि पनि केही फरक पर्दैन, त्यतिको पर्फर्मेन्स चाहिँ यो ल्यापटपबाट तपाईँले पाउन सक्नुहुन्छ। साथै 16GB को DDR5 ऱ्याम भनेपछि एकदम फास्ट ऱ्याम र 512GB को SSD पाउन सक्नुहुन्छ। स्टोरेज पनि एकदम म्यासिभवाला नै पाउन सक्नुहुन्छ तपाईँले यसमा। साथै गेमिङलाई सपोर्ट गर्नलाई चाहिँ यसमा छ RTX को 5050 8GB को ग्राफिक कार्ड। भनेपछि सोच्नुहोस् त कतिको पावरफुल ग्राफिक कार्ड तपाईँले पाउन सक्नुहुन्छ। 5000 5050 वाला तपाईँले पाउँदै हुनुहुन्छ भनेपछि एकदम बवाल ग्राफिक कार्ड हो। साथै यसमा चाहिँ ब्याकलाइट किबोर्ड पनि छ, भनेपछि गेमिङ गर्न, काम गर्न अँध्यारोमा पनि मजा नै आउने भइहाल्यो। यसमा चाहिँ तपाईँले गेमिङ सपोर्ट गर्नलाई 16 इन्चको 180Hz को डिस्प्ले पाउन सक्नुहुन्छ। त्यो पनि WXA डिस्प्ले। भनेपछि यत्रो ठुलो डिस्प्लेमा गेम खेल्दा, भिडियो हेर्दाखेरि, एडिटिङ गर्दाखेरि चाहिँ केही कुरा नपुगेको जस्तो फिल नै हुँदैन। अब मैले खतरा स्पेक्स त भनिहालेँ अघि जस्तै, तर प्राइस पनि फेरि महँगो सोच्नुहुन्छ भने यो त झन् एकदम गलत सोचिरहनु भएको छ। तपाईँले यस्तो मजाको ल्यापटप, यस्तो स्पेक्सको ल्यापटप चाहिँ लजिकमा पाउन सक्नुहुन्छ मात्र 1,23,990 मा। विश्वास लागेन? 1,23,990 नै हो। त्यतिकोमा चाहिँ तपाईँले यो ल्यापटप पाउन सक्नुहुन्छ। त्यो पनि सबै फ्री एक्सेसरिजहरू के हो लास्टमा भन्ने नै छु। अर्को बार के रहेछ ल्यापटप आउनुहोस् हेर्नु। अब चाहिँ आयो लेनोभोको LOQ15। नाम त सुनाइ होगा। मार्केटमा एकदम डिमान्ड भएको ल्यापटप मैले ल्याइसकेको छु। यसमा चाहिँ तपाईँले पाउन सक्नुहुन्छ AMD को Ryzen 5 7235HS प्रोसेसर चाहिँ तपाईँले पाउन सक्नुहुन्छ। भनेपछि कतिको पावरफुल प्रोसेसर हो HS प्रोसेसर तपाईँलाई थाहा छँदैछ। साथमा यस्तै सपोर्ट गर्नको लागि यसमा 12GB को ऱ्याम र 512GB को SSD चाहिँ पाउन सक्नुहुन्छ। अब अघि कम्पेरिजनमा 12GB ऱ्याम अलिकति कम लाग्न सक्छ, तर पनि 12GB को ऱ्याम भनेको धेरै नै हो है। फेरि त्यो माथि 512GB को SSD भनिसकेपछि स्टोरेज त म्यासिभ नै भयो। अब स्टोरेज गरेर गेम खेल्नको लागि मजा नै आउँछ। अब गेमिङको कुरा गरिसकेपछि ग्राफिक कार्डको कुरा नगर्ने कुरै भएन। RTX को 4050 6GB को चाहिँ ग्राफिक कार्ड तपाईँले पाउन सक्नुहुन्छ यसमा। भनेपछि मजा आउने भयो नि त। 4050 को 6GB को ग्राफिक कार्ड तपाईँले यो प्राइस रेन्जमा पाउन सक्नुहुन्छ। प्राइस रेन्ज भनेपछि तपाईँले ओहो यत्रो पाउँछु मैले जस्तो पनि लाग्छ है। त्यति गरेपछि डिस्प्लेको पनि कुरा गरौँ। डिस्प्लेको कुरा गर्दाखेरि तपाईँले यसमा पाउन सक्नुहुन्छ 15.6 इन्चको फुल HD डिस्प्ले तपाईँले पाउन सक्नुहुन्छ। 144Hz को रिफ्रेश रेट भएको। अब अघिकै कम्पेरिजनमा गर्दाखेरि 144Hz चाहिँ अलिकति कम हुन्छ, 165 को अगाडि, 180 को अगाडि, तर पनि 144Hz चाहिँ स्मुथ नै हो है फेरि गेमिङको लागि चाहिँ। अब यति मजाको फिचर्स भनिसकेपछि प्राइस नभन्ने कुरो भएन। प्राइस पनि तपाईँलाई चाहिँ महँगो जस्तो लाग्न थालिसक्यो, मैले थाहा पाइसकेँ, तर त्यस्तो हुँदैन लजिक्समा। किनकि तपाईँले यस्तो मजाको पावर प्याक ल्यापटप पाउन सक्नुहुन्छ 1,08,990 मा। 1,08,990 मा पत्यार लागेन नि, तर यो ल्यापटप पाउनुहुन्छ 1,08,990। त्यो पनि सबै गिफ्टको साथसाथै यो ल्यापटप। अब अर्को ल्यापटप चाहिँ हामीसँग के रहेछ आउनुहोस् हेरिदिइहालौँ। ल सस्तो भन्दै 1 लाख भन्दा माथि, सस्तो भन्दै 1 लाख भन्दा माथि ल्यापटप सुनेर दिक्क लाग्यो है। अब मैले 1 लाख भन्दा तलको एकदम पावरफुल गेमिङ ल्यापटप लिएर आइसकेँ। यो चाहिँ हो HP को Victus 15, जसमा तपाईँले पाउन सक्नुहुन्छ i5 को 13 Gen 13420H प्रोसेसर। H प्रोसेसर है फेरि, H प्रोसेसर पाउन सक्नुहुन्छ। 13 Gen को प्रोसेसर, पावरफुल प्रोसेसरै मान्नुपर्छ त्यसलाई। i5 को 13 Gen 13420H, जसमा तपाईँले 8GB को ऱ्याम र 512GB को SSD चाहिँ पाइराख्नु भएको छ। भनेपछि 8GB ऱ्याम अलिकति कम चाहिँ होला, तर पनि
512GB SSD चाहिँ म्यासिभ नै भनेर भन्नुपर्ने हुन्छ हामीले। साथै यसमा चाहिँ तपाईँले ब्याकलिट किबोर्ड पनि पाउनुहुन्छ। 1 लाख भन्दा कमको ल्यापटपमा ब्याकलिट किबोर्ड पनि मजाकै छ है। फेरि राति काम गर्दाखेरि त्यस्तो ब्याकलिट किबोर्ड नामको मात्र होइन, कामकै ब्याकलिट किबोर्ड चाहिँ तपाईँले पाउन सक्नुहुन्छ। अब डिस्प्लेको कुरा गरौँ, डिस्प्लेको कुरा गर्दाखेरि तपाईँले 15.6 इन्चको फुल एचडी चाहिँ पाउनुहुन्छ, त्यो पनि 144 हर्ट्जको रिफ्रेश रेट भएको डिस्प्ले। गेमिङ गर्दाखेरि त्यस्तो केही सानो हो कि यस्तो फिल चाहिँ हुँदैन। अब गेमिङको कुरा गरिहाले, RTX 3050 6GB को ग्राफिक कार्ड पाउन सक्नुहुन्छ भनेपछि गेमिङलाई सपोर्ट गर्नलाई त्यतिको ग्राफिक कार्ड 1 लाख भन्दा मुनिको ल्यापटपमा पनि राम्रो नै मान्न पर्छ जस्तो लाग्छ है मलाई चाहिँ, मेरो भ्यू पोइन्टबाट हेर्दाखेरि चाहिँ। अब मैले स्पेक्सहरू भनेर सकिहालेँ, गेमिङ ल्यापटप पावरफुल पनि भइहाले, 1 लाख भन्दा तल पनि प्राइस भनिहालेँ। प्राइस चाहिँ कति त तपाईँले यो पाउन सक्नुहुन्छ मात्र 98,990 रुपिजमा। ल हेर्नुहोस् त, 98,990 मा चाहिँ तपाईँले यो ल्यापटप पाइराख्नु भएको छ। यस्तो मजाको स्पेक्स छ, गेमिङ ल्यापटप, पावरफुल ल्यापटप त्यति पैसामा, त्यो पनि फ्री एक्सेसरिज। फेरि फ्री एक्सेसरिजको साथसाथै 98,990 मा चाहिँ तपाईँले HP को Victus 15 पाइराख्नु भएको छ। यतिको प्राइसमा चाहिँ तपाईँले लजिक्स बाहेक अन्त कहीँ पाउन सक्नुहुँदैन। मार्केट भरि डुलेर थाकेरै आउनुहोस्, यो जतिको सस्तो तपाईँले पाउन सक्नु नै हुँदैन। अब अर्को ल्यापटप छ एकदम मजाको ल्यापटप, के रहेछ त्यो ल्यापटप जानिहालौँ है त। ल अब पालो आयो मेरो एकदम पर्सनल फेभरेट ल्यापटपको है त। यसको मलाई किबोर्ड पनि मनपर्छ, डिस्प्ले पनि मनपर्छ, लुक्स पनि मनपर्छ, स्लिम पनि छ, सबै थोकै यसको चाहिँ मलाई एकदम खतरा लाग्छ। त्यही भएर मेरो चाहिँ एकदम फेभरेट ल्यापटप हो है त यो चाहिँ। सो स्पेक्सको कुराहरू पनि गरिदिनु अलिकति। यसमा चाहिँ तपाईँले पाउन सक्नुहुन्छ AMD को Ryzen 7 7445HS प्रोसेसर चाहिँ तपाईँले यो ल्यापटप पाउन सक्नुहुन्छ। साथै 16GB को ऱ्याम र 512GB को SSD पाउनुहुन्छ भनेपछि अरूलाई चाहिँ टक्कर दिने खालको ल्यापटपै छ है त अगाडिहरूको ल्यापटपहरू भन्दा। 16GB को ऱ्याम, 512GB को SSD। अनि यसमा चाहिँ तपाईँले RGB किबोर्ड पनि पाउन सक्नुहुन्छ भनेपछि गेमिङ भाइब चाहिँ यसले खतरा दिनेवाला छ। किबोर्ड पनि फेरि यस्तो मजाको छ नि, तपाईँले देख्नु भएर आफै आएर फिल गर्नु, यस्तो मजाको किबोर्ड तपाईँले पाउन सक्नुहुन्छ। अरूभन्दा अलिक बेग्लै खालको, अलिक डिफ्रेन्ट खालको किबोर्ड चाहिँ तपाईँले पाउन सक्नुहुन्छ। देखेपछि तपाईँले वाउ चाहिँ भन्नु नै हुन्छ। अब यसको डिस्प्लेको पनि कुरा गरिदिइहालौँ। तपाईँले डिस्प्लेको कुरा गर्दाखेरि चाहिँ 16 इन्चको WUXC रेस पाउन सक्नुहुन्छ, त्यो पनि 144 हर्ट्जको रिफ्रेश रेट भएको भनेपछि 144 हर्ट्जको रिफ्रेश रेटले गेमिङमा केही प्रब्लम दिन्छ जस्तो चाहिँ मलाई लाग्दैन। साउन्ड गर्दाखेरि चाहिँ 180 165 को अगाडि चाहिँ अलिकति कम जस्तो लाग्छ, त्यही पनि 144 हर्ट्ज चाहिँ गेमिङको लागि पर्फेक्ट नै हुनेवाला छ, त्यस्तो केही फरक चाहिँ पर्दैन। अब गेमिङ भनिसकेपछि ग्राफिक कार्डको पनि कुरा गरिदिइहालौँ। ग्राफिक कार्ड चाहिँ तपाईँले यसमा पाउन सक्नुहुन्छ RTX को 4050 6GB को ग्राफिक कार्ड चाहिँ पाउन सक्नुहुन्छ, जुन चाहिँ एकदम यो प्राइसको लागि डिसेन्ट नै भन्नुपर्छ, किनकि एसोस को टफमा यो ग्राफिकमा यो प्राइसमा तपाईँले पाउन भएको छ भनेपछि एकदम तपाईँ ढल्नेवाला हुनुहुन्छ। त्यही भएर कुर्सी एकदम सम्हालेर बस्नु अथवा खाटमा सुत्नु भएको छ भने खाटमा सुतेर मजाले एकदम हेर्नु होला। एसोसको टफ चाहिँ तपाईँले पाउन सक्नुहुन्छ यो मोडल 1,24,990 मा। 1,24,990 मा चाहिँ तपाईँले यो ल्यापटप पाइराख्नु भएको छ यस्तो स्पेक्सको एसोस टफ भनेपछि तपाईँले छक्क पर्नु भएन त, त्यो पनि फ्री एक्सेसरिजको साथमा भनेपछि यस्तो मजाको ल्यापटप यतिको प्राइसमा तपाईँले पाउने भनेको लजिक सिरियल सिस्टम्समै हो। अनि मैले अघिदेखि फ्री एक्सेसरिज भनिरहेको छु, अब के एक्सेसरिजहरू त्यसको पालो पनि आइसकेको छ, आउनुहोस् जानिहालौँ फ्री चाहिँ तपाईँले के पाउनु हुँदो रहेछ। क्रिसमसमा स्यान्टा आए पनि नआए पनि लजिक्सले चाहिँ तपाईँहरूको लागि खतरा प्रेजेन्ट लिएर आइसकेको छ। यो ल्यापटप खरिदमा तपाईँले पाउन सक्नुहुन्छ यस्तो मजाको गेमिङ माउस पाउन सक्नुहुन्छ, यहाँ हेर्नुहोस् यस्तो मजाको माउस प्याड पाउन सक्नुहुन्छ, एउटा यस्तो मजाको किबोर्ड पनि एउटा पाउन सक्नुहुन्छ, र यहाँ हेर्नु त ल्यापटप ब्याग एउटा पनि पाउनुहुन्छ भनेपछि यस्तो मजाको गिफ्ट पाइराख्नु भएको छ। यस्तो मजाको ल्यापटप यतिको प्राइसमा तपाईँले पाउन सक्नुहुन्छ। मार्केट डुलेर आउनुहोस्, तपाईँले यो प्राइसमा चाहिँ यो काहीँ पाउन नै सक्नु हुँदैन। यति भन्दै आजको भिडियोलाई चाहिँ यति नै राखौँ, र अर्कोचोटि फेरि पनि नयाँ ल्यापटपको साथ फेरि भेट्नेछौँ। अहिलेको लागि चाहिँ बाई बाई अनि मेरी क्रिसमस।